नेपालको राजधानी काठमाडौँबाट नजिकै पर्ने जिल्ला धादिङ। यहाँ विभिन्न प्राकृतिक हिसाबले विभिन्न हावापानीहरू पाउन सकिन्छ। हिमालमा पाइने चिसो हावापानीदेखि तराईको गर्मी जस्तै पाइने हावापानी यहाँ भौगोलिक हिसाबले पाउन सक्छौँ। जस्तै उच्च पहाडी भेगमा चिसो हावापानी र पेशी टारमा गर्मी जस्ता हावापानीहरू हामीले धादिङ जिल्लामा पाउन सक्छौँ। त्यसैगरी प्राकृतिक रूपले विभिन्न दृश्यहरू, विभिन्न घुम्नको लागि रमाइलो ठाउँहरू हामीले धादिङ जिल्लामा घुम्न सक्दछौँ। विभिन्न हिमालहरू, गणेश हिमाल, विभिन्न किसिमका झरना, विभिन्न नदी र विभिन्न घुम्नका लागि मन्दिर र देवालयहरू जस्तै विभिन्न गढीहरू सहित धादिङ जिल्ला प्रख्यात जिल्ला रहेको छ। नेपालको राजधानीको मुख्य प्रवेशद्वार नजिकै रहेको जिल्ला धादिङ नेपालको राजधानी छिर्ने मुटु भन्ने गरिन्छ। नेपालको धादिङ जिल्ला सबैभन्दा लामो जिल्ला हो र सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला पनि यही हो। यहाँ 13वटा स्थानीय तहमध्ये 11वटा गाउँपालिका र 2वटा नगरपालिका छन्। आज हामीले सम्प्रेषण गर्न खोजिएको दृश्य रुबी भ्याली गाउँपालिकाको दृश्य हो। सुन्दर हिमालदेखि सुन्दर तालसम्म अनि चिसो हावापानी यस ठाउँमा प्राप्त गर्न सक्दछौँ। उच्च पहाडी भेगमा गएको जस्तै हामीले अनुभव हुने यस ठाउँ कस्तो लाग्यो? तपाईँहरू प्रतिक्रिया दिनुहोला।